हेलो गाइज दर्शन नमस्ते। तपाईलाई चाहिँ आज म यो ठुलो रुख देखाउन गइराखेको छु हैन। यो चाहिँ यति ठुलो छ कि यहाँ अलि काट्दियो हैन। यहाँ कति चराहरूको घर हो नि त यो। यत्रो ठुलो छ। लगभग यो रुख चाहिँ नि 35-40 वर्ष पुरानो रुख अरे हैन। यहाँ यत्रो ठुलो छ नि त। माथिबाट हेऱ्यो भने यहाँ चराहरू बस्छ क्या। यहाँ ठुलो छ। यसको यताबाट हेर्नु न कत्रो फेद छ। यो लगभग 35-40 वर्ष पुरानो रुख हो। हेर्नुस् यताबाट नि हेर्नुस् हैन। छप्पको हुन्छ नि त। यहाँ चरै चरा आउँछ अहिले। राति चरै चरा बस्छ। यहाँ पनि चरै चरा छ। यो चाहिँ खजुरको रुख हो कि खजुरको रुख हो। यहाँ पनि चराहरू उडिरहेछ नि। अब यहाँ चराहरू बस्छ क्या। अब यहाँ यो फुलहरू छ। पहिला चाहिँ यहाँ स्विमिङ पुल थियो भन्थ्यो हैन। अहिले चाहिँ स्विमिङ पुललाई पुरेर दुईटा यो यस्तो फुल लगाइदिएछ। यहाँ हेर्नुहोस् यो पहिला पुरा स्विमिङ पुल के अरे त्यो ठुलो रुख त्यहाँ छ। छप्पको कति मजाको शीतल त्यहाँ चराको घरहरू छ। यहाँ चाहिँ यही गाई यस्तै छ के गर्ने हैन। विदेशको बसाइ यताहरू पनि जम्मा रुखहरू हेर्नुहोस्। यो चाहिँ साउदी अरबको साउदीको यो अल ओजाम भन्ने ठाउँ हो हैन। अनि यस पुरा रुखहरू छ क्या। अब म चाहिँ अब ड्युटी हिँडेको गाई छ है। त्यस्तो छ ठाउँ। ओके गाइस, पछि फेरि अर्को भिडियो भेटौँला। भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर पनि गरिदिनु होला हैन। अनि नयाँ भएको साथीहरूले मेरो युट्युब च्यानल कान्छा नेवारलाई सब्सक्राइब पनि गरिदिनु होला। त्यही भन्न चाहन्छु गाइस। पछि अब नयाँ ठाउँको भिडियो पनि म हालिराख्छु है त गाइस। बाई बाई।